आज विश्व किन एकाएक अस्थिर देखिन्छ? कहिले व्यापार युद्धको हाहाकार, कहिले राजनीति खल्लाउने बयान, कहिले भूमाफिया जस्तै देखिने भू राजनीतिक र कहिले युद्ध र हतियारको छाया। यी सबैको केन्द्रमा एउटा नाम बारम्बार घुमिरहेको छ, डोनाल्ड ट्रम्प। तर प्रश्न एउटै छ, इप्स्टिन फाइल खुल्ने डरले विश्वका धेरै धनी र शक्तिशाली व्यक्तिहरूको नाम संसारमा उजागर हुन्छ कि भनेर। आज यो भिडियोमा हामी हल्ला होइन, संकेत र सन्दर्भका आधारमा कुरा गर्छौं। आजको यो भिडियो यसै विषयमा हो जहाँ एउटा सानो फाइलले सारा विश्व हल्लाइरहेको छ, जुन फाइलको नाम इप्स्टिन फाइल भनिन्छ। नमस्कार साथीहरू। इप्स्टिन फाइल हामीले कुनै देशको राजनीतिक फाइल होला, कुनै देशको ऋणको फाइल होला, कुनै देशको कानुनको फाइल होला, तर यो फाइल कुनै देशको नभएर सारा विश्व अड्केको फाइल हो। जेफ्री एप्स्टिनसँग जोडिएका धेरै प्रभावशाली व्यक्तिहरू, राजनीतिक, व्यापारी र शक्ति केन्द्रहरूको सम्भावित संलग्नता बारेका अदालत र अनुसन्धान फाइलहरू बुझिन्छ। यी फाइलहरू सार्वजनिक भएमा के हुन्छ? केही ठूला नामहरूको राजनीतिक र नैतिक छवि ध्वस्त हुन सक्छ र यही डरले अमेरिकी राजनीतिमा अदृश्य तनाव बढ्दै गएको छ। विश्लेषकहरू भन्छन्, यदि यो फाइल सारा संसारको सामुन्ने आयो भने विश्वका धेरै शक्तिशाली व्यक्तिहरू, धनाढ्यहरू र राज्य चलाउने राष्ट्रपतिहरू धेरै समस्यामा आउन सक्छ। र यो फाइल खुल्ने डरले डोनाल्ड ट्रम्प किन अहिले एकदम आक्रोशमा आइरहेको छ भने कहिले ट्यारिफ भन्नाले कर बढाउने चेतावनी, कहिले नाटो र सहयोगी देशहरूमाथि दबाव, कहिले चीन, रुस, मध्य पूर्वलाई लिएर कडा भाषा र कहिलेकाहीँ युद्ध जित्ने, हतियार बलियो बनाउने दाबीहरू गर्दैछन् र कहिलेकाहीँ अरू राष्ट्रलाई आफ्नो कोलोनी बनाउने र किन्ने निर्णयहरू पनि गर्दैछन्। के यो सबै नीति हुन् त वा ध्यान मोड्ने राजनीति? जब कुनै नेतामाथि कानुनी वा नैतिक दबाव बढ्छ, त्यति बेला बाहिरी सङ्कट सिर्जना गरिन्छ, जनताको ध्यान हटाउने र प्रश्न अर्कैमा सार्ने जस्ता गतिविधिहरू सुरु हुन्छ। आज विश्व राजनीति अब केवल कूटनीति होइन, देश बीचको डिल, हतियार बेचबिखान, युद्धबाट फाइदा उठाउने उद्योग, प्राकृतिक स्रोत कब्जा गर्ने रणनीतिहरू हामीले बुझ्न सक्छौँ। यसलाई कतिपय व्यक्तिहरूले ग्लोबल माफिया स्टाइल जियोपोलिटिक्स भन्छ। विश्व राजनीति भूमाफिया पनि भन्दछ, जहाँ सत्ता बचाउन युद्धको डर देखाइन्छ र डर बेचेर शक्ति जम्मा गरिन्छ। युद्ध सधैँ बन्दुकले सुरु हुँदैन, पहिला सुरु हुन्छ शब्दबाट, धम्कीबाट, डरको व्यापारबाट। आज देखिएको हतियार र युद्धको हाहाकार तुरुन्त युद्ध होइन, तर सत्ता सन्तुलनको खेल हो। तर खेल खतरनाक छ, किनकि गल्ती भए युद्ध केवल रणनीति रहँदैन, वास्तविक युद्ध हुन्छ। सबैभन्दा ठूलो प्रश्न, यी सबै खेलको मूल्य कसले चुकाउँछ? उत्तर सरल छ, साधारण जनता। जहाँ साधारण जनताले भोग्नुपर्छ महँगी, रोजगारी सङ्कट, डर र अस्थिरता, अनि भविष्यप्रति ठूलो चिन्ता। राजनीतिक खेल शक्तिशालीहरूको हुन्छ, तर असल कमजोरमाथि पर्छ। यो सबै इप्स्टिन फाइलको खुल्ने डरले हुँदैछ। तपाईहरूलाई थाहा नै छैन होला, यो इप्स्टिन फाइलमा लगभग 60 लाख पानाहरू, र त्यो 60 लाख पानाहरूमा हरेक व्यक्तिको डिटेल, डकुमेन्ट र हरेक व्यक्तिले के गरे भन्ने सारा खुलेर राखिएको छ। तर अहिलेसम्म यो फाइल 30 लाखवटा पाना भन्दा खोलिएको छैन। 30 लाखवटा पाना खोल्दाखेरि नै संसारमा यति धेरै विध्वंस, यति धेरै हाहाकारहरू सुरु भएको छ। यदि यो 60 लाख पाना खुल्यो भने यो संसार के हुन्छ, जहाँ यसमा केही व्यक्ति, धनाढ्य व्यक्तिहरूको नाम, 30 लाखवटा पानामा धनाढ्य व्यक्तिहरूको नाम इलोन मस्क, बिल गेट्स, डोनाल्ड ट्रम्प, एन्ड्रयू माउन्टबेटन विन्डसर, रिचर्ड ब्रान्सन, सारा फेर्ग्युस, लर्ड मेन्डेलसन, स्टिभ बेनोन, मिरोस्लाव लाजकेक, हावर्ड लुटनिक, ल्यारी समर्स, स्टिभ टिच, ब्रिथ र्याटन, पिटर आत्ता, क्यासी विसरम्यान, सार्गे ब्रेन, युथ ब्राक, नोआ चोम्सी, बार्ड कार्प, बिल क्लिन्टन, दीपक चोपडा, यस्ता धेरै धनाढ्य र देशका प्रमुखहरूको नाम प्रकाशित, नाम खुलिएको छ। यो फाइल कुनै लिक्ड भएको फाइल होइन। जेफ्री इप्स्टिन सम्बन्धी धेरै कागजातहरू अमेरिकी सरकार युएस डिपार्टमेन्ट अफ जस्टिस DOJ ले कानुनी प्रक्रिया अनुसार सार्वजनिक गरेको हो। यसलाई ह्याकरले चोरी गरेर कुनै व्यक्तिले गोप्य रूपमा निकालेको होइन। यो निर्णयमा सार्वजनिक, यो अमेरिकी अदालतको आदेशमा, काङ्ग्रेसको दबाव र सूचना सार्वजनिक गर्नुपर्ने कानुनको कारणले सार्वजनिक गरिएको हो। लाखौं पेजका कागजातहरू चरण सार्वजनिक गरिरहेको छ, किनभने फाइलमा धेरै
ठूला नामहरू जोडिन सक्ने सम्भावना, राजनीतिक पैसा र शक्तिशाली व्यक्तिहरूको चर्चा, सामाजिक सञ्जालमा अफवाह र सनसनी कुराहरू फैलन सक्छ भनेर यो फाइल चरण 1 चरण 2 चरण 3 चरण गर्दै बिस्तारै खुलिँदैछ। तर यो फाइलमा धेरै पेजहरू ब्ल्याकआउट छ, पीडितको गोपनीयता र कानुनी कारणले गर्दा। यदि सबै नाम खुल्यो भने भन्ने दाबी अहिलेसम्म प्रमाणित छैन। इप्स्टिन फाइल कुनै व्यक्तिले लिक गरेको होइन, यो अमेरिकी सरकार स्वयं कानुनी बाध्यताका कारण सार्वजनिक गरेको दस्तावेज हो। र यो फाइलमा जोडिएका व्यक्तिहरू जो कारागार गए, कारागारबाट मृत्यु भए, उनीहरूको नाम यस प्रकारको छ। जेफ्री एप्स्टिन, जो मुख्य व्यक्ति, अमेरिकी वित्त पोषक भन्नाले सेक्स अफेन्ड, बलात्कारी र मानव तस्कर थिए। उनी 2019 अगस्त 10 मा अमेरिकाको मेट्रोपोलिटन करेक्सनल सेन्टर MCC न्युयोर्कमा जेलको कोठामा मृत फेला परे। धेरै सरकारी रिपोर्ट र मेडिकल चेकअप पछि उसको मृत्यु आत्महत्या भनेर निष्कर्ष निकालियो। तर यदि उनी जीवित भएको भए यहाँ विश्व नै हल्लाउन सक्थ्यो। धेरै अनलाइन सूचीहरूमा केही व्यक्तिहरूको नाम छ जसलाई इप्स्टिन नेटवर्कसँग जोडेर चर्चा गरिएको छ, तर सबै निर्णय आधिकारिक छैनन्। केही अफवाह र अर्ध प्रमाणित सूचकहरू मात्र हुन्। अब इप्स्टिन फाइल त संसारमा खुलियो, तर अझै बाँकी छ। 30 लाखवटा पाना खुलिन बाँकी छ र यो हालसम्म 30 लाखवटा मात्र पाना खुलिएको छ। 30 लाखवटा पाना खुलिँदाखेरि संसारमा यति धेरै तरङ्गा मचिरहेको छ, जहाँ संसारले युद्ध जस्ता कुराहरू सामना गर्नु परिरहेको छ। सुन चाँदीमा उतार चढाव, रसिया अमेरिका चाइना विवाद, यता अमेरिकाले ग्रिनल्यान्डतिर गर्ने दाबी, अस्ति भर्खर अमेरिकाले इरानमा युद्ध सुरु गर्यो, त्योभन्दा अगाडि भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकी सैनिकद्वारा नियन्त्रणमा लियो। यस्ता गतिविधिहरूले यो फाइलबाट सारा जनता र विश्वप्रतिका जनताहरूको ध्यान यो फाइलबाट हटोस् र अर्को दिशातिर जाओस् भन्ने निर्णय धेरै हामीले देखिरहेका छौँ। यस्तै किसिमका विश्व भू राजनीतिक कारणले गर्दाखेरि यो फाइलमा धेरै फाइलहरू खुल्न सकिरहेको छैन। जहाँ एउटा आइल्यान्डबाट सुरु भएको यो केस, जहाँ साना बालबालिकाहरूलाई ह्युमन ट्राफिक, मानव बेचबिखान गरेर र केही लोभ देखाएर सुरु भएको यो कथा एउटा पुरै नहुने हो कि? यदि पुरै भइन्जेलसम्म, सबै पानाहरू खोलिन्जेलसम्म सारा विश्व नै युद्धमा सामेल हुने हो कि भन्ने डर हामी साना राष्ट्रहरूलाई र साना अर्थतन्त्र भएका राष्ट्रहरूलाई धेरै चिन्तामा पार्दछ। जहाँ धेरै धनाढ्यहरू, जहाँ कोही आफ्नो मनोरञ्जनको लागि गरिएका ती कुराहरू, ती गतिविधिहरू र आखिरमा मानव तस्करबाट सुरु भएको रहेछ, जसले संसारलाई धेरै धनाढ्य, म संसारको ज्योति हो, म संसारको दानवीर हुँ भन्ने व्यक्तिहरू पनि यसमा सामेल रहेछ। यदि यो फाइल सबै खुल्यो भने के हुन्छ? कमेन्टमा लेख्नुहोस्। आजको संसार सत्यभन्दा झुटतिर चलिरहेको छ र झुट बनाउनेहरूसँग सत्ता पनि हुन्छ, हतियार पनि हुन्छ र उनीहरूको झुट सत्य पनि हुन्छ। यदि तपाईलाई यो भिडियो, हामी फेरि भेट्नेछौँ अर्को यथार्थ विश्लेषणसँग। यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, भिडियो सेयर गर्न नबिर्सिनु होला, अनि भिडियोलाई लाइक, कमेन्ट र यो इप्स्टिन फाइलले विश्व राजनीति बदल्न सक्छ भन्ने तपाईको विचार कमेन्टमा अवश्य लेख्नु।